भिडियो जस्ताको तस्तै छ साथीहरू। मैले काटेको छैन, छाटेको छैन, केही पनि छैन। र धुर्मुसीले नेपालीको लागि पुर्याएको योगदानको म जहिले पनि कदर गर्छु र नेपाल सरकारले छिटोभन्दा छिटो यो समस्याको समाधान गरोस्। र धुर्मुसीलाई यो भिडियो मार्फत के पनि भन्न चाहन्छु भने आफूलाई कमजोर नबनाउनु होला। धैर्यताको बाँध अझै पनि टुटेको छैन। यो भिडियो तपाईसम्म पुगोस् भन्ने चाहन्छु है त। धन्यवाद। चितवन जिल्ला अदालतमा म फेस गर्न जाने प्रतिउत्तर फर्काएको छ धुर्मुसकै थाप्लामा। अब विद्युत प्राधिकरणको बकौदा चाहिँ जो 18 करोड 43 लाख मध्येको 10,89,000 चाहिँ मिटर बक्स हामीलाई थाहै नदिकन नामसारी गरेर महानगरपालिकाले लिएको छ। नामसारी किनभने त्यहाँ ठेकदारले काम गर्नु थियो, ठेकदारले बिजुली बाल्नु थियो। त्यतिखेर यो कानुन दफा हेरिएन, सबै चिज पुर्याइएको छ। किनभने म सहनशील मान्छे सही भरतपुरको बारेमा नराम्रो नभनौँ भन्ने थियो। भरतपुर भनेको भरतपुरवासीहरूसँग मेरो कुनै दुःख छैन। महानगरपालिकासँग सम्झौता थियो, त्यसरी नै मलाई बिदाबारी गरिएला भन्ने थियो। तर मैले 5 वर्ष आएर अझै पनि केही सोल्युसन देखिनँ। त्यही भएर भोलि फेरि पनि भेटौँला हजुरहरूसँग कुनै मोडमा। तर कार्यालयमा चाहिँ मेरो अन्तिम